नमस्ते एन्ड वेलकम टु द च्यानल। आज हामी कुरा गर्दैछौँ मार्च 25, 2025 मा हुने नेपाल र मलेसिया बीचको AFC एसियन कप 2027 छनौट खेलको बारेमा। यो खेल मलेसियाको जोहोरमा रहेको सुल्तान इब्राहिम स्टेडियममा नेपाली समयअनुसार राति 7:45 बजे सुरु हुनेछ। यो समूह F को पहिलो खेल रहेको छ। दुवै टिम साउदी अरबमा हुने 2027 को एसियन कपमा पुग्ने उद्देश्य राखेर भोलि मैदानमा उत्रिनेछन्। सो के तपाईँ यस खेलको लागि एक्साइटेड हुनुहुन्छ? आउनुहोस् अब एकचोटि यी दुई टिमहरूको इतिहास हेरौँ। नेपाल र मलेसियाले अहिलेसम्म 4 पटक एकअर्कासँग खेलेका छन्, जसमा मलेसियाले 3 पटक जितेको छ भने 1 खेल बराबरीमा सकिएको छ। नेपालले अहिलेसम्म मलेसियालाई हराउन सकेको छैन। यी 4 खेलमा मलेसियाले कुल 10 गोल गरेको छ, औसत 2.5 गोल प्रति खेलको हिसाबले। तर नेपालले जम्मा 1 गोल मात्र गर्न सकेको छ। पछिल्लो भेट गत वर्ष मार्च 2024 मा भएको थियो, जुन एक क्लोज डोर फ्रेन्डली म्याच थियो। त्यो खेलमा मलेसियाले नेपाललाई 5-1 ले हरायो। यो नतिजाले मलेसियाको एट्याकिङ माइन्डसेट र नेपालको पुर डिफेन्डिङलाई स्पष्ट देखाउँछ। अब एकछिन टिमको हालको अवस्था हेरौँ। मलेसिया फिफा वरियतामा 132औं स्थानमा छ र आफ्नो घरेलु मैदानमा बलियो प्रदर्शन गर्ने तयारीका साथ बसेको छ। उनीहरूले पछिल्लो 11 खेलमा जम्मा 2 हार मात्र बेहोरेका छन् भने पछिल्लो 5 खेलमा अपराजित छन्। एभरेज गोल स्कोरिङ 1.2 को रहेको छ। मलेसियाको टिम प्रशिक्षक पिटर सिक्लामोबेस्कीको नेतृत्वमा छ र उनीहरूले मार्च 17 बाट प्रशिक्षण सुरु गरेका छन्, जसको घोषणा फुटबल एसोसिएसन अफ मलेसियाले गरेको थियो। यो टिमले घरेलु दर्शकका अगाडि बलियो आक्रमण गर्दै डिफेन्सिभ अवेयरनेसका साथ खेल्ने अपेक्षा गर्न सकिन्छ। नेपालको कुरा गर्दा हाम्रो टिम फिफा वरियतामा 175औं स्थानमा छ। पछिल्लो 5 खेलमा नेपालले 1 जित, 1 बराबरी र 3 हार बेहोरेको छ। हाम्रो गोल स्कोरिङ एभरेज 0.8 को छ भने गोल कन्सिडिङ एभरेज 2.4 को रहेको छ, जुन 2024 मा UAE सँग 4-0 र जापानको अन्डर 17 टिमसँग 9-2 को हारले हाम्रो डिफेन्सको कमजोर अवस्थालाई देखाउँछ। तर नेपालले कहिलेकाहीँ कडा टक्कर दिन्छ। म्याट रस नयाँ प्रशिक्षकमा नियुक्त भएता नेपालले सिङ्गापुर विरुद्ध ऐतिहासिक जित हासिल गरेसँगै नेपाली टिम यतिबेला हाई कन्फिडेन्सको साथ खेलका तयारी गरिरहेको छ। नयाँ प्रशिक्षकबाट हामीले थुप्रै नयाँ आशाहरू राख्न सक्छौँ। नेपाली टिमले मलेसिया विरुद्ध डिफेन्सिभ माइन्डसेटका साथ खेल्नेछ भने काउन्टर अट्याक वा सेट पिस अपर्च्युनिटीलाई क्यापिटलाइज गर्दै गोल गर्ने आशा गर्नेछ। मलेसिया घरेलु समर्थन र ऐतिहासिक रेकर्डको आधारमा बलियो देखिन्छ। उनीहरू सजिलैसँग नेपाली टोलीमाथि हावी हुने अनुमान गर्न सकिन्छ। तर उच्च मानसिकताका साथ रहेको नेपाली टोलीलाई अनुभवी अस्ट्रेलियन कोच म्याट रसले कुन ढङ्गले तयार गर्दैछन् त्यो भने हेर्न बाँकी रहेको छ। यदि नेपालले सुरुवाती गोल गर्न सक्यो भने उसले खेलमा मलेसियालाई दबावमा राख्न सक्नेछ। तर मलेसियाको आक्रमण रोक्न नेपालले कुन स्ट्र्याटेजी अपनाउने हो त्यो त भोलि खेल हेरेपछि नै थाहा हुन्छ। मलेसियाको 5-1 को जितको इतिहास र नेपालको कम गोल गर्ने रेकर्डले यो खेल एकतर्फी हुन सक्छ भन्ने अनुमान धेरैले गरेका छन्। नेपाली खेलाडीहरूको लागि मौसम पनि केही प्रतिकूल हुने भएकाले नेपालको स्टामिनालाई चुनौती दिन सक्छ। अन्तमा यो खेल नेपालका लागि ठूलो चुनौती हो, तर खेलमा जे पनि सम्भव हुन्छ। मलेसियालाई यो फिक्सचर अलिक फेभरेबल रहे पनि नेपाली खेलाडीहरूले उच्च आत्मविश्वासका साथ अन्तिम मिनेटसम्म लड्नेछन् भन्ने कुरामा हामी ढुक्क हुन सक्छौँ। त्यसमाथि नयाँ कोचको आगमनसँगै नेपाली फुटबल जगतले नयाँ फड्को मार्ने कुरामा पनि हामी आशावादी हुन सक्छौँ। मार्च 25 मा साँझ 7:45 बजे यो खेल हेर्न नभुल्नुहोला। तपाईहरू कहाँबाट नेपाललाई समर्थन गर्दै हुनुहुन्छ कृपया कमेन्ट गर्नुहोला र प्रतिक्रिया दिनुहोला। जय नेपाली फुटबल।